नमस्ते नमस्ते साथीहरू। मुस्ताङबाट यो भिडियो हेर्नुहोस्। मनोरम दृश्य चैत महिनाको 82 साल चैत महिनाको 28 गतेको भिडियो। दिउँसोको 1 बजेको छ, तैपनि मस्त घाम लागेको छ। एकदम राम्रो मौसम मनोरम छ। बस पार्क पुरै भरिएको छ। खचाखच मान्छेको चाप एकदम व्यापक छ। 2 दिन अगाडि परेको पानीको कारणले गर्दाखेरि हरेक हिम श्रृङ्खलाहरूमा हिउँ परेका छन्। यो तातो परेको नयाँ हिउँ हो। यो जहाँसम्म त पुरानो हिउँ होइन, अस्तिको 2 दिन अगाडि परेको पानीको कारणले परेको हिउँ हो। ठ्याक्कै हिउँको सामिप्यमा छौँ। बस पार्क त्यहाँ छ। यी गाडीहरू फर्किँदैछन्। कति गाडीहरू यहाँ तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ। तपाईँको मुस्ताङको रानी पौवाको बस्ती एरिया, बजार भनौँ अथवा बस्ती एरिया भयो। तपाईँको स्याउको उद्यान पनि देखिन्छ। स्याउको खेती गर्ने, आलु लगाउने ठाउँ रहेछ। 360 डिग्रीमा हामी पुरै हिमाल देख्न सक्छौँ। 360 डिग्रीमा हिमाल। वाउ! 360 डिग्रीमा पुरै हिमालको दृश्यहरू अवलोकन गर्न मिल्छ। आज मौसमले एकदमै साथ दिएको छ। भयङ्कर रमाइलो भएको छ। भयङ्कर घाम लागेको छ। उत्पात जाडो पनि छैन, गर्मी पनि भएको छैन। हावा मन्द मन्द चलेको छ। तैपनि न्यानो फिल भएको छ। नुहाएर आएको झन् जिउ नै फ्रेस भयो। एकदम नुहाएर आएपछि जिउ नै फ्रेस भएको छ। फेरि व्रत बसिरहेको छ साथीहरू। बिहानदेखि व्रत बसिएको छ। निराहार चाहिँ होइन, स्याउ चाहिँ खाइयो। स्याउ खाइयो, तर अरू अन्नको आइटम खाइएको छैन। अब गएर मात्रै खाने भन्ने सल्लाह छ। त्यही भएर निराहार व्रत बसेर ट्याक्लाएर भगवान् तपाईँ मुक्तिनाथ बाबाको दर्शन गरेर आइयो। र यो 360 डिग्रीको भिडियो पनि तपाईँहरू माझ पेस गर्नको लागि बनाइयो। हस्, नमस्कार नमस्कार नमस्कार।